के भन्नु त ल खाऊ हजुर मैले हजुरले भनेको कुरै बुझिनँ खाम न हजुरको घर चाहिँ यही हो ठाउँ के हो नाम ठाउँको नाम हजुर ए रामेछाप हो अनि मेरो घर सिन्धुली हो त अनि मेरो घर सिन्धुली हो त अनि रामेछाप कुन ठाउँ खाँडादेवीतिर हो कि बेथानतिर कता चार घरै हजुरलाई केही सहयोग गर्नुपर्छ अरू मैले हजुर त्यही त घर कहाँ हो भन्नुहोस् न त तपाईँको 15 नम्बर के अरे स्यामसङ नम्बर थाहा छ स्यामसङलाई स्यामसङ त अनि कम्पनी हो नि अनि कम्पनीलाई फोन गरेर कहाँ हुन्छ त दादा ए बहिनीको नाम स्यामसङ तपाईँको हजुर किलमै किलमै ठिक छ ल अहिलेलाई यहीँ बस्नुहोस् आनन्दले है कता यहाँ बस्नु भएको चाहिँ कति दिन भयो नि पोखरापट्टिबाट आउनु भयो कताबाट त चाइनाबाट आउनुभयो ए हजुर त्यही त ल है त दाइ अहिले चाहिँ म गएको है त अब यो खाइसकिहाल्यो अलि टाढै पुगेर आउनुपर्ने छ म हजुर तपाईँलाई किन सुझाव दिनु मैले हजुरको त राम्रो होस् फलोस् फुलोस् होइन अब घर कहाँ हो भन्दाखेरि भन्नु हुँदैन अनि केही सहयोगहरू गर्नुपर्ने छ भने भन्नु अब होइन मामा अरू त के भन्नु सरी एक पो सानो छ कसरी चाहनु घर कहाँ भन्नु है कि म जान्छु अहिले मेरो काम छ त्यहाँ एक ठाउँ नपुगी भएको छैन हजुरको केही यो अहिले यो के अरे यो ठाउँको नाम के भन्नुहुन्छ उहाँले यो ठाउँको नाम के हो भन्नुहोस् त खोइ यो ठाउँको नाम के हो ल यो चाहिँ नर्सरी भन्ने ठाउँ रहेछ अनि नर्सरी भन्ने ठाउँमा चाहिँ म उहाँ दाइलाई भेटेँ तपाईँको पुलिस चौकी त्यही अगाडि छ उहाँ चाहिँ यहीँदेखि यहीँ बस्नुहुन्छ अरे अब हजुरहरूले केही सहयोग गर्न सक्नुहुन्छ भने अब उहाँलाई यहीँ आएर भेट्न सक्नुहुन्छ है त हस् थ्याङ्क यू सो मच